रौ के लेरेङ लेरेङ गरे हो र बच गया साला हिँड्न हो सिधा सिधा हेलो गाइज वेलकम ब्याक टु आवर टुर्नामेन्ट सबैजना सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै छु भनौँ होइन देख्न सक्नुहुन्छ पारि अब होइन ट्रेनबाट लोडिङ भइरहेको छ ट्रकमा मलहरू आउँछ नि हो त्यसैको बोराहरू हो होइन ट्रेनदेखि लोड भइरहेको ट्रेनले छोडेर गएको त्यही लोड भइरहेछ आज चाहिँ खासै केही विशेषता कुराहरू त छैन अब त्यहीमै यसो होइन भ्लग बनाइदिइहालौँ भनेर अब यो चाहिँ हाम्रो टर्नै बिहान साँझको आइजाइ गर्ने खास टनेल हो यो हाम्रो अब सधैँ दिनको एक बेला यो टनेलबाट यताउता नगइकन हामीलाई फेरि न निन्द्रा लाग्छ न खाना रुच्छ के त्यस्तो छ यो टनेल के गर्ने गाइज अब यस्तो घाम छ गाइज पुरै नगरौँ यो घामले त अब जति अब त गर्मी कम होला अब त हुन्न होला गर्मी भन्यो झन्भन्दा झन् घाम सर्किँदै जान्छ ये बड़ी अच्छी बात कही आप यताको मान्छेहरूले चाहिँ चाहे जतिसुकै घाम लागोस् होइन जतिसुकै जाडो होस् चाहे घाम लागोस् हेलमेट ताप के हेलमेट लगाउने भनिदिन्छ ओ यो ब्याङ्कबाट त्यो मुथुट फाइनेन्स ब्याङ्कदेखिको बाटो चाहिँ हाम्रो नेपाल पैसाहरू ट्रान्सफरहरू गर्छ यो ब्याङ्कबाट पैसा दियोस् नेपाल पठाउनको लागि त्यस्तो गाह्रो त छैन के गर्नु पैसा पो छैन र नत्र नि भयो त दिनको दिनमै पठाइदिनु हुन्थ्यो घर ऐसे कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी के गर्नु गाइस परदेशमा बस्यो नि यस्तै हो नेपालमा बस्यो नि यस्तै हो जता बसे पनि अभाव त त्यही एउटै कुराको हुने रहेछ क्या पैसा छ त पैसा छैन त केही छैन ये बड़ी अच्छी बात कही आप बच गया साला झन्डै ठोकियो झन्डै ठोकिँदा गाइस म चाहिँ सर्टकट हुँदै यहाँ आइपुगेँ के भयो एक्सिडेन्ट भयो कि जाम भयो मान्छेहरू खतरा चलाइदिन्छ जाम लाग्यो हिँड्नु पनि सक्दैन ए घरै लाग्यो झन् सेफ्टीमा हिँडिन्छ सेफ्टी भने थप्लो केही छैन बात तो सही है दौड़ना तो पड़ता रौ के लेरेङ गरे हो र फाटफुट घुमाएर हिँडिहाल्नु नि यार बचेर हिँड्छु भन्दा पनि मान्छेहरूले ठोक्ने बाध्यता गराउँछन् कि मलाई म चाहिँ ठोकिदिन्छु कि बेला बेला त्यस्तो हो जानी पानी बोतल दे दो ना यार एक पानी की बोतल काम चलिरहेको छ धमाधम नाली बढाउने काम हो कस्तो खालको काम
त्यो घाममा दौड्न पनि मन छैन। फेरि दौड्यो भने फेरि गालासाला पोलेर खतरा हुन्छ नि त। यो चाहिँ मन्दिर जय माताजी मन्दिर। ओ त्यो पारी फेरि यो पुरै जङ्गल हो के। यताको जङ्गल फेरि यस्तो हुन्छ र देख्नुहोस्। हाम्रोतिर त बडा रुख हुन्छ नि त। यता कहाँ पुरै काँडा हो। यो काँडा भन्छ सब काँडा घारी होइन। पुरा मौरीहरूले महहरू के भन्छ हो, महहरू बनाउँछ क्या। माफ कीजिएगा मुझे बोलना नहीं आता। यहाँभित्र मतलब घारहरू चाकाहरू बनाउँछ क्या। गाडी आइरहेको छ पछाडिबाट। बाटो क्रस गर्नुपर्ने छ हामीलाई यहाँदेखि। जान त उता अगाडिबाट पनि जान मिल्छ कि यहाँबाट चाहिँ अलिक थोरै सर्टकट पर्छ नि। तर बाटो चाहिँ खतरा खालको यहाँको बालुवा हो। लेहर गर्छ। मलाई हाँसो लाग्छ कि यो बाटोमा चलाउनु सुरु भइसक्यो। लेहर गरिदिन्छ क्या। ढेलफेल अब यहाँ टेक्ने पनि यस्तो तातो छ नि पोलेर। लास्टै पोल दिन्छ कि झन्नै जाकिएको नि। कता हो सिधै ह्यान्डलले काटिन्न त। ल हिँड्न हो सिधा। अहिले त अलिकति बसेको हो गाइस। अलि पहिला चाहिँ कस्तो बालुवा थियो होइन। ऊ त्यस्तै बालुवा थियो पुरै। त्यस्तै भएर छिराउँथेँ मैले होइन। अहिले त अलि बसेको रहेछ। आप्सु बालुवा त्यो तातो हो क्या। यहाँ तातो पनि। पेट्रोल हालिदिनुपर्छ नि त्यहाँ। म चाहिँ नागरचौरा आइसकेँ होइन। नागरचौरा आइसकेँ। यहाँबाट म जानुपर्ने गाइस। म चाहिँ आइसकेँ होइन गेस्ट हाउस।